निर्वाचन आउन अब करिब 19 दिन मात्रै बाँकी रहेका छन्। अब निर्वाचन नजिकै आइरहेका बेला दलहरूले चुनावी अभियानलाई तीव्रता दिइरहेका छन्। हुम्लामा 6वटा दलहरू यति बेला चुनावी मैदानमा देखिएका छन्। त्यसमध्ये नेपाली कङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी नेकपा र नेकपा एमाले मुख्य प्रतिस्पर्धी देखिएका छन्। नेपाली कम्युनिस्ट पार्टी एकातिर 25 दल एकीकृत पार्टी निर्माण गरी सबैभन्दा ठुलो दल भनिरहेको बेला नेकपासँग एकीकृत हुन नसकेको प्रगतिशील लोकतान्त्रिक पार्टीले भने छुट्टै उम्मेदवार खडा गरी चुनावी मैदानमा छ। यस अवस्थामा हुम्लामा नेपाली कम्युनिस्ट पार्टीका जित्ने आधारहरू के हुन सक्छन्? यसअघि लगातार जस्तै सङ्घीय संसदमा उहाँहरूकै पार्टीको नेतृत्वमा सङ्घीय संसदमा प्रतिनिधित्व थियो, फेरि पनि नेकपालाई मत किन दिनुपर्ने? यति मात्र नभई हुम्लाको विकास, कर्णालीको संरचनागत पछौटेपन, सङ्घीयताको कार्यान्वयन र वैचारिक बहसमा हामी आज गहिरो संवाद गर्न गइरहेका छौँ, जसको लागि नेपाली कम्युनिस्ट पार्टी हुम्लाका उम्मेदवार, पार्टी केन्द्रीय सदस्य, पूर्व पत्रकार पनि, कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डाक्टर दिपेन्द्र रोकाईलाई हामीले स्टुडियोमा निम्त्याएका छौँ। स्वागत छ डाक्टर साहब यहाँलाई हाम्रो स्टुडियोमा। खास गरी तपाईँको राजनीतिक यात्रा पत्रकारिताबाट सुरु भयो अनि सत्ताको आलोचना गर्ने स्थानबाट सत्ताको अभ्यास गर्ने स्थानमा अभ्यास गर्दै हुनुहुन्छ। तपाईँको खास गरी दृष्टिकोणमा के परिवर्तन आयो र सत्ताको भोग लाग्यो? प्रसङ्ग यहाँबाट सुरु गर्यो। दृष्टिकोण परिवर्तन भन्दा पनि मूलतः तपाईँले जे जस्तो काम गर्नुहुन्छ नि, त्यो काम गरेको कुरा विधायकी रूपले, निर्णायक रूपले, विधायकी रूपले काम गर्नु पाउनुहुन्न भने तपाईँले त्यो कुराको अर्थ छैन। त्यस हिसाबले तपाईँले निर्णायक कुरा गर्नलाई निर्णय लिने ठाउँमा तपाईँ नपुगिकन तपाईँले सही कुराहरू स्थापित गर्न सक्नुहुन्न। यो कुरा चाहिँ बुझ्नु जरुरी हुन्छ। मान्छेहरूले के भन्छन् भने आलोचना गर्ने अनेक थरी हुन्छन्। बुझ्दै जाने हो र बुझ्ने हो भने तपाईँले के चाहिँ कुरा चाहिँ बुझ्नु जरुरी हुन्छ भने सबभन्दा पहिला निर्णायक ठाउँ कुन हो, एक। अर्को कुरा त्यो नभइकन काम किन हुँदैन भन्ने कुरा बुझ्नुहुन्छ। त्यसैले त भनिन्छ नि, राजनीति सबैको केन्द्र हो। मान्छेले चाहुन् या नचाहुन्, चाहना गरून् या नगरून्, राजनीति सबै कुराको केन्द्रबिन्दुमा हुन्छ। त्यसो भएकोले राजनीति नगरे पनि राजनीति हुन्छ, म गर्दैन भन्नु पनि राजनीति हो। त्यस हिसाबले हेर्ने हो भने राज्य सत्ताको मूल होइन द्वार भनेको राजनीति हो। त्यसो भएकोले राजनीतिमा तपाईँ चाहिँ यो वा त्यो रूपमा चाहिँ इन्भल्भ हुनुहुन्छ। त्यसो भएकोले अझ यो विधायक रोलमा तपाईँ चाहिँ यदि आफूले सपना देख्नुहुन्छ र साँच्चै सपनालाई साकार बनाउन चाहनुहुन्छ भने त्यहाँ पुगेको छ। जस्तो अब पहिला पत्रकारिताबाट सुरु गर्नुभयो, त्यसपछि माओवादी आन्दोलन, त्यसपछि हुँदै हुँदै अहिले नेकपा। विचारात्मक रूपमा निरन्तरताको सिद्धान्तको विकास मेरो त सैद्धान्तिक रूपले म सुरुदेखि जहाँ छु त्यही छु। वैचारिक रूपले म जनमोर्चा, संयुक्त जनमोर्चा नेपालबाट सङ्गठित भएँ होइन। त्यति बेला हाम्रो पार्टी भूमिगत पार्टी थियो, नेकपा मसाल थियो, त्यसपछि नेकपा एकता केन्द्र भयो, त्यसपछि माओवादी नेकपा माओवादी भयो, त्यसपछि होइन हुँदै हुँदै गर्दा अहिले पछिल्लो समयसम्म नेकपा माओवादी केन्द्र बन्यो। त्योदेखि लिएर अहिले नेकपा बन्यो नि, नेपाली कम्युनिस्ट पार्टी बन्यो। म निरन्तर रूपमा चाहिँ जस्तो अहिले नेकपा हुँदै नेकपा छ, माओवादी केन्द्रले, माओवादी आन्दोलनले अब सामाजिक न्याय, संरचनागत परिवर्तनको नारा उठाएको थियो। अब तर आज नेकपा भइसकेपछि नि त्यसको मूल एजेन्डाप्रति कति प्रतिबद्ध छ या अब अरू पार्टीको पनि भूमिका रहन सक्छ अथवा के छ? मूल कुरा के हुन्छ भने सैद्धान्तिक रूपले तर नेकपा माओवादी केन्द्रले उठाएको मुद्दाहरू चाहिँ बहिष्कार हुन पनि सक्छ। हामी हिजोका दिनहरूमा चाहिँ जुन ढङ्गले उठान गरेका मुद्दाहरू छन् नि, ती मुद्दा सम्बोधन गर्दै अगाडि बढेका छौँ। कतिपय मुद्दा चाहिँ ओझेल परे कि भन्ने यहाँलाई लाग्न सक्छ। त्यो कुरा चाहिँ साँचो हो कि केही कुराहरू समय अनुसार किनारा लाग्दै जान्छन्, सम्बोधन भएका हुन्छन्। ती सम्बोधन भएका कुराहरूलाई पुनः चाहिँ त्यही कुरा मात्र रट्नु उपयुक्त होइन, गायत्री मन्त्र जप्नु उपयुक्त छैन। कार्यशैलीका कुरा हुन् होइन, कार्यनीतिका कुरा हुन्
रणनीतिक दृढता छ कि छैन भन्ने कुरा मूल विषय हो। हामी कम्युनिस्टहरू रणनीतिक रूपले दृढ छौँ कि छैनौँ भन्दा हामी रणनीतिक रूपमा दृढ छौँ। हामीले हिजो नयाँ जनवादी क्रान्ति भनेकै हो, नयाँ जनवादी क्रान्ति भन्यौँ। नयाँ जनवादी क्रान्ति कतिपयलाई यो क्रान्ति सम्पन्न भएको छैन जस्तो लाग्दछ, त्यो सही हो। नयाँ जनवादी क्रान्ति भनेर हामीले सम्पन्न गर्न सकेनौँ, तर नेपालको सन्दर्भमा नेपाली विशेषता अनुसारको अर्को तरिकाले नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्यौँ। यस हिसाबले हामी अर्को चरणमा पुगेका छौँ। त्यो अर्को चरण भनेको अब समाजवादी क्रान्ति हो। समाजवादी क्रान्तिको नेतृत्व अब हामीले गर्दैछौँ। यस हिसाबले हामी अगाडि छौँ। यसैले रणनीतिक रूपले चाहिँ दृढता हाम्रो हो। राजनीतिक लचकतालाई मान्छेहरूले के ठानेका छन् भने हिजोको एजेन्डा तपाईँ छोड्नुभयो, कहाँ गर्नुभयो त होइन। कतिपयलाई बन्दुक विषयको पनि एकदमै चिन्ता छ। यो वास्तवमा होइन, माओवादी हामी माओवादी कम्युनिस्ट हौँ कि होइन भन्ने कुरा पहिलो कुरा हो नि त। कम्युनिस्ट हौँ कि होइन, कम्युनिस्ट हौँ होइन। त्यस अन्तर्गत हामीले चरणबद्ध रूपले हामी माओवादी जिनका हौँ। हामीले माओवादी आन्दोलनको ब्रान्डबाट हामीले यहाँ विकास गरेर मूल पार्टी बनायौँ कि अहिले त हेर्नुहोस् माओवादीको ब्रान्डमा सबै समाहित हुने स्थिति छैन नि त। सबै कम्युनिस्टहरू एक ठाउँ आउनेवाला छैन नि त। त्यसो भएकोले हामीले के भन्यौँ भने हिजो एक चरण थियो माओवादी भित्रको युनिटीलाई बलियो बनाऊ र एकतालाई बलियो बनाऊ र माओवादी एकता अभियान चलाऊ भन्यौँ। त्यसलाई जनस्तरबाट मैले चलाएको कुरा म यहाँलाई पनि स्मरण गराउन चाहन्छु। र काठमाडौँमा मैले विभिन्न क्षेत्रका होइन विज्ञहरू सम्मिलित र पूर्व राष्ट्रपतिको चाहिँ उपराष्ट्रपतिको उम्मेदवार हुनुभएका शान्ता श्रेष्ठको नेतृत्वमा मैले एक किसिमको छलफल चलाएँ, बहस गराएँ। प्राज्ञिक व्यक्तित्वहरूलाई लिएर कमसेकम जनस्तरको छलफल भएपछि माओवादी एकता अभियानको चाहिँ सुरु भयो। त्यो सुरुले माओवादी केन्द्र निर्माण भयो। त्यो निर्माण भए पनि केही घटकहरू छुटेका थिए। ती छुटेका घटकहरूलाई अहिले एकताबद्ध गर्दै गर्दै अगाडि बढेको छ। र एकाध साथीहरू होइन केही समूहको रूपमा चाहिँ अझै हुनुहुन्छ, बाँकी हुनुहुन्छ। त्यो चाहिँ हामी एकतामा लिने कोसिस गरिरहेका छौँ भने सेकेन्ड चरणको हामी चाहिँ सम्पूर्ण कम्युनिस्टहरू, नेपालका सम्पूर्ण कम्युनिस्टहरू एकबद्ध भएर जाउँ भन्ने अभियान लिएर अगाडि बढ्दाखेरि हाम्रो चाहिँ त्यो कुरा सुरु भइसकेको। र त्यसैले गर्दाखेरि अहिले करिब 25वटा होइन समूह पार्टी भनौँ ती सब एक ठाउँमा आएका छौँ। र यस हिसाबले गर्दाखेरि भोलि बिहान आउने नेकपा एमाले पनि आउने ठाउँ यही हो र यो मूल पार्टी बनाएका छौँ। र यस हिसाबले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रूपमा नेपाली कम्युनिस्ट तपाईँले 25वटा पार्टी एक गर्यो भन्दै गर्दाखेरि यता तपाईँकै अर्को समूह चाहिँ फेरि फुटेर गयो, कारण के अब कतिपय कुराहरू यतिले मात्र चाहिँ अहिले नै पुष्टि हुनेवाला छैन, पछि थाहा भइहाल्नेवाला छ। त्यसैले अहिले हामी व्यक्तिगत आक्षेप पदीय रूपले चाहिँ कतिपय जिम्मेवारीका हिसाबले पदीय स्वार्थहरू छन्। त्यो कुराहरूले देखा पर्यो र मूल ट्रेन के हो भन्ने कुरातिर हेर्नुपर्छ र सायद ट्रेनतिर जानु हुँदैन। तर अहिले मतदाताहरू नि कहिलेकाहीँ यिनीहरू हँसिया हतौडा ल्याएर आउँछन्, कहिलेकाहीँ तारा ल्याएर आउँछन्, कहिले के ल्याएर आउँछन् भन्नुहुन्छ मतदाता। उहाँहरूलाई तपाईँले के भन्नुहुन्छ? हो, हिजोको सापेक्षतामा गोलाकारभित्रको हँसी र हतौडा चिन्ह ल्याएर आएका थियौँ होइन। यो कुरा साँचो हो। र अबका दिनहरूमा हामी नयाँ सन्दर्भमा नयाँ परिवेशमा गएका छौँ र त्यस हिसाबले हामीले तारा ल्याएर आएका छौँ र सबैलाई हामीले भनिरहेका छौँ कि तारा चिन्ह सम्झनुहोस्, तारा चिन्हलाई सम्झेर मतदान गर्नुहोस् र तारा चिन्हले समाजवादको क्रान्तिको लक्ष्य पुरा गर्नका लागि हामी अगाडि बढिरहेका छौँ। र यही आधारबाट, यही प्रस्थान बिन्दुबाट, यही धरातलबाट अगाडि बढ्नका लागि सबैलाई अपिल, अनुरोध र आग्रह गरिएको हो। तपाईँले तारा भन्दै गर्दाखेरि अर्को भन्दै गर्दाखेरि नि अस्ति एकपटक त्यो भदौ 23 र 24को आन्दोलनलाई यसो निहाल्दाखेरि नि युवाहरूको निराशा चाहिँ व्यक्त देखिन्छ। तपाईँ जस्तो एउटा बौद्धिक नेता, युवा नेता, त्यो कारणले त्यो किसिमको निराशालाई तपाईँले कसरी सम्बोधन गर्नुहुन्छ? सबैभन्दा ठुलो कुरो नि भविष्य हेर्ने हो होइन। एउटा प्रसिद्ध भनाइ छ, वकिलहरूले विगत हेर्छन् रे क्या, विगतको कुरा कोट्याउँछन् रे। अनि अहिलेको प्रशासनले होइन, कर्मचारी प्रशासनले आजको कुरा सुन्छन् रे, आजको कुरा भन्छन् रे, र राजनीतिज्ञले भोलिको कुरा भन्छन्। यस हिसाबले समाज चलिरहेको हुन्छ अरे क्या। भनाइको मतलब के हो भने हामी भोलिको कुरा गर्दैछौँ र
आजको पनि सम्बोधन गर्दैछौँ र हिजोको कुरालाई पनि रिभ्यू गर्दैछौँ, पुनरावलोकन गर्दैछौँ, समीक्षा गर्दैछौँ, पूर्वकार्य समीक्षा गर्दैछौँ। यस आधारबाट हेर्ने हो भने हामीले हिजोको क्रान्तिको चरण पुरा गर्नका लागि हामीले आशीर्वाद एउटा चिन्हलाई कम्युनिस्ट छाप पार्नलाई हामीले आशीर्वादहरू लिएका थियौँ भने अहिले समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्नका लागि तारा चिन्ह लिएका छौँ। त्यो तारा चिन्हभित्र 5वटा विषय अङ्कित छ। 5 गुणे ताराको पनि 5वटा विषय छ नि। वर्गीय रूपमा, लैङ्गिक रूपमा, जातीय रूपमा, अनि क्षेत्रीय रूपमा र उत्पीडन परेका सबै शोषित पीडित होइन श्रमजीवीहरूको पक्षमा यसले चाहिँ वकालत गर्छ। त्यो 5 गुणाले जुन ढङ्गको समाजवादको व्याख्या गर्नका लागि हामी सामाजिक न्याय दिने कुराहरू र अधिकार सुनिश्चित गर्ने र कमसेकम सबैको सम्मान क्या सबैको पहिचानको आधार हो। त्यस हिसाबले तारालाई रोजेका हुन्। यो तारालाई सामान्य नमान्न र नठान्न अनि यो चिन्ह चाहिँ छोडे कि यो माओवाद छोडे कि भन्ने कुरा वैचारिक रूपले चाहिँ धरातल हाम्रो धरातल कुन हो भने जनयुद्ध र जनआन्दोलन नभएको भए हामीले चाहिँ यो संहिता ल्याउनु सम्भव थियो त। हाम्रो जनयुद्धको जग हो, त्यसमा जनआन्दोलन पनि भयो भन्यौँ हामीले। हामी संयुक्त गरेर सबैको जस दियौँ नि होइन, सबैले जस लिएर। हाम्रो जस्तो दुर्गम क्षेत्रमा नि अब यो नीति नेतृत्व अब नीतिलाई बढी व्याख्या गर्नुभन्दा पनि व्यावहारिक रूपमा नागरिकले मतदाताले चिन्छन् नि त। त्यसो भएकाले व्यावहारिक रूपमा युवाहरूको त्यो जुन किसिमको निराशा छ त्यसलाई चिर्नको लागि निराशा गर्नको लागि तपाईँको के भन्छ? म के भन्छु भने मानव केन्द्रित विकास आवश्यक छ। हुम्ला जस्तो ठाउँ हामी हुम्लामा छौँ नि होइन र, अहिले श्रीनगरमा छौँ। यो श्रीनगर डाँडाबाट तपाईँ र म छलफल गर्दै गर्दा यहाँ सुनिरहनु भएको हजारौँ लाखौँ श्रोताहरूको बिचमा हामी पुग्दै गर्दा उहाँहरूले के सम्झनु होला भने यी 2 जना मात्र हुन् भन्ने हामीलाई अहिले हाम्रो संवाद 2 जनाको मात्र होइन, यो यतिका जनासँग म संवाद गरिरहेको छु भन्ने मैले बुझ्दछु। एक त्यसो हो भने हामीले मानव केन्द्रित विकास भन्यो। मानव केन्द्रित विकास भने के हो भन्दा हामीले बालबालिकालाई लगानी गर्नुपर्नेछ हो। बालबालिकालाई लगानी भनेको भोलिका लागि हो। त्यो भनेको के हो भने अहिले बालबालिकालाई पोषण चाहिएको छ, शिक्षा र स्वास्थ्य चाहिएको छ, त्यसको व्यवस्था गर्ने हो, त्यसमा लगानी गर्ने हो, राज्यले लगानी गर्ने व्यवस्था गर्नुपर्छ भन्ने हो एक। अनि त्यसपछि युवा, तपाईँले निराशा कुरा गर्नु नि, युवा पलायन हुन्छ नि। हाम्रा त हिउँ लाग्न पाउँदैन, इन्डिया गएको छन्। अहिले पनि मतदाता धेरै इन्डिया हुनुहुन्छ होइन, सहरतिर हुनुहुन्छ। उहाँहरूले ल्याउने कसरी पनि चिन्ता हामीलाई सबैलाई छ। त्यसो भएकोले ती बेरोजगार युवाहरूको निराशा मेट्नलाई अहिले त शिक्षित बेरोजगार धेरै भए। पहिला अशिक्षित बेरोजगार थिए, अहिले शिक्षित बेरोजगार होइन। 28 सालको शिक्षा नीतिले को बाइपडक नै हामी अधकल्चटा भएका छौँ। त्यो स्थितिमा म के भन्छु भने शिक्षा स्वास्थ्यसँगै होइन सिप पनि चाहिन्छ युवाहरूलाई। सर्टिफिकेटले खान दिँदैन नि होइन, मार्कसिटले खान दिन्छ दिँदैन नि, त्यस सँगसँगै सिप चाहिन्छ, उसको रुचिको सिप। हामी त बाध्यताको सिपमा जान थाल्यौँ, कुल्ली हुन थाल्यौँ होइन, हामी त लेबर हुन मात्र जान थाल्यौँ। त्यसैले बाध्यताको भन्दा हामी रहरको पेसा व्यवसाय गर्ने सिपलाई सुनिश्चित गराउनतिर केन्द्रित भयो भने युवाहरूले रोजगारीको ग्यारेन्टी हुन्छ। अहिलेको निराशा आशामा बदलिन्छ र त्यो आशामा बदलिने काम हामीले गाउँघरमा आफ्नो गाउँमा आफ्नै ठाउँमा बनाउनुपर्छ होइन। आफ्नो गाउँ आफ्नै ठाउँमा त्यो विकास निर्माण गर्ने आधार बनाए। हामीले कोभिडको बेला कर्णाली प्रदेशमा चाहिँ मैले प्रस्ताव गरेँ, अहिले मुख्यमन्त्री रोजगार कार्यक्रम अगाडि बढाउँ। प्रत्येक वडामा हेर्नुहोस् 30 देखि 65 लाखसम्म हामीले पठायौँ, जसका आधार आफ्नै ठाउँमा बसेर काम गर्ने र इन्डिया कोही पनि कुल्ली काम गर्न नजाउन्, भोलि जान्छन् भने पनि घुम्न जाउन् भन्ने मेरो चाहिँ ध्येय थियो। त्यति बेला त्यो प्रस्ताव अगाडि बढायौँ। त्यतिकै हामीले रोजगारी सिर्जना गऱ्यौँ त। त्यति बेला रोजगारी सिर्जना भएको थियो होइन, नेकपाको सरकार थियो, हामीले त्यो अनुसारको अगाडि बढायौँ। सामाजिक न्याय दिने भनेको यही हो भन्यौँ। अझ हुम्ला, मुगु र डोल्पालाई पहिलो प्राथमिकता दिने भन्यौँ। किन थाहा छ? गरिबीको सूचक र अनि विकटताको सूचक अरू थपेर यहाँ बजेटको सुनिश्चितता बढी गऱ्यौँ। यो आधार हामीले डेभलप गऱ्यौँ भने यो युवाहरूलाई व्यवस्थापन गरेर अबका दिनहरू युवाहरूले व्यवस्थापन गर्न अझ चुनौतीपूर्ण पनि छ र अझ चुनौतीसँगै म त महान अवसर छ भन्छु। यस अवसरमा युवाहरूलाई व्यवस्थापन कसरी गर्ने? हाम्रो 55,000 पिपुल होइन र जनसङ्ख्या
55,000 जनसङ्ख्या छ, 7 पालिका छ, होइन र? 7 पालिका 55,000 जनसङ्ख्या र अनि त्यसपछि आएर करिब करिब 1200 घरधुरी हुन्। यति घरधुरीलाई हामीले व्यवस्थापन गर्न नि सक्छौँ। नीतिगत निर्णय सही रूपले लिन सक्यौँ भने नि हामीले व्यवस्थापन गर्न कुनै गाह्रो योभन्दा पर्दैन। अगाडि पनि तपाईँको पार्टीको नेतृत्वमा सरकार त बन्यो, धेरै पटक बन्यो। तपाईँ पनि कर्णाली विकासको आयोजना हुँदाखेरि अब यो गरे भन्नुभयो, अब केही सुरुवात गर्नुभयो तपाईँले। तर यी किसिमका युवाहरूलाई रोजगारी दिनुपर्छ भन्ने किसिमको नीति बनेन र काहीँ लगिनु भएन र? बनेको छ, कार्यान्वयन प्रक्रिया पनि छ। म तपाईँलाई चाहिँ सम्झाउँ, युवाहरूलाई रोजगारी दिने सन्दर्भमा म चाहिँ के ठान्दछु भने दक्ष जनशक्ति डेभलप गर्न सकिएन भने नि विश्व म्यान पावर बनाउन सक्दैनौँ। विश्व म्यान पावर बनाउन हामीले हुम्लाबाट के सम्भव होला र भन्ने कुराहरू आउला क्या। त्यो सोच गलत सोच हो। मैले त्यही भएर कर्णाली प्रदेश योजना आयोगमा हुँदा मैले चाहिँ 7 जना प्रत्येक पालिकामा 7 जना प्रत्येक वर्ष चाहिँ एउटा चाहिँ टेक्निकल म्यान पावर तयार गरौँ। यो तयार गऱ्यौँ भने रियलमा हाम्रो रिसोर्स क्या मानव जनशक्ति अब तयार हुन्छ भन्ने हो। 7 जना के हुन् भन्दाखेरि मेडिकल, इन्जिनियरिङ, होइन, वन, पर्यटन, अनि कृषि, भेटनरी, सूचना सञ्चार, यी 7 जनशक्ति प्रत्येक पालिकाले छात्रवृत्ति पढाउने, आधा चाहिँ साझेदारीमा, आधा चाहिँ पालिकाले बेहोर्ने, आधा चाहिँ प्रदेशले बेहोर्ने, होइन? त्यो भने अपनत्व हुन्छ क्या, प्रदेशको पनि हो अनि गाउँपालिका। त्यो गाउँपालिकाकै मेन पावर हो नि त। प्रत्येक पढेको युवाले स्नातक भएपछि त्यो गाउँपालिकामा 1 वर्ष 2 वर्ष उसले त्यहाँ भोलिन्टरी काम गरोस्, पढाइ दियो नि त। भोलिन्टरी काम गर्ने, भोलिन्टरी भने पनि पारिश्रमिक त पाउँछ नि निश्चित, होइन? त्यहाँ बस्ने र त्यस बसिसकेपछि ऊ विश्वको जुनसुकै ठाउँमा गए पनि जान पाउने व्यवस्था त्यो भयो भनेपछि हामीले निर्माण गर्ने जनशक्ति कसरी डेभलप हुँदै जान्छ विचार गर्नुहोस् त। अहिले हाम्रा चाहनाले मात्र पढाइ गर्न सक्ने स्थिति छैन। यी किसिमका तपाईँ नीतिको कुरा गर्दाखेरि तपाईँ कर्णाली योजना आयोगको सदस्य पनि हुनुभयो। अब यी नीतिहरू कार्यान्वयनमा ल्याउनको लागि जस्तै सबैभन्दा ठुलो अवरोध के देख्नुभयो? संरचना, नीतिको नेतृत्व अथवा इच्छा? नेतृत्वको इच्छा शक्ति, संरचनाको चाहिँ कार्यव्यवहार र हाम्रो चाहिँ हामी अलिकति सबैको जिज्ञासा पनि हुन्छ नि, खोजी नीति पनि जिम्मेवार छ। खोजी नीति नगरिदिने तपाईँ त्यहाँ गर्दाखेरि अवरोध मुख्य गरी के कारणले अवरोध भयो? इच्छा शक्ति र चाहिँ संरचना भने नि मैले। इच्छा शक्ति, राजनीतिक र प्रशासनिक नेतृत्वको इच्छा शक्ति, अनि त्यसपछि संरचना, हाम्रो झन्झटिलो प्रशासनिक संरचना छ। त्यो संरचनाले सही समयमा सही सूचना प्रवाह गरिदिँदैन। प्रवाह गरेको सूचना सही समयमा सही मान्छेहरूलाई प्राप्त हुँदैन अनि कन्फ्युज हुन्छन्। त्यो कन्फ्युजले गर्दाखेरि धेरै अवरोधहरू आएको छ। तपाईँ सञ्चार क्षेत्रमा हुनुहुन्छ, सञ्चार क्षेत्रमा सबै कुरा सूचनामा आए भन्ने कुराहरू तपाईँले नठान्नुहोस्, अथवा आएका कुरा पनि तपाईँ हामीले कसरी चाहिँ सम्प्रेषण गरिरहेका छौँ भन्ने कुरा पनि विचार गर्न जरुरी छ। हामीले साँच्चै सबै सूचना सही रूपले नै प्रवाह गर्न सक्यौँ भन्ने पनि हुँदो रहेछ। म त लामो समय सञ्चारकर्मी भएर आएँ नि त, मैले देखेको छु। हामीले मिसन पत्रकारिता गर्दै गर्दा आफ्नो सोच अनुसार, होइन, हामीले विभिन्न समाचारमा खेल्यौँ, होइन, विचारहरूमा खेल्यौँ। त्यो खेल्दाखेरि हामीलाई के अनुभव, मलाई के अनुभव हुन्छ भने हामीले रियलमा कयौँ कुराहरू मिस गरिरहेको अध्ययनको कमीहरू पनि देख्यौँ। त्यो आत्मसमीक्षा गर्नुपर्छ। यसैले युवाहरू निराश हुने होइन। म त के भन्छु भने युवाहरू अहिले इन्डिया पलायन हुने, विदेश पलायन हुने भन्दा आफ्नो गाउँघर केन्द्रित हुने र अझ साँच्चो भने यहीँ हामी सबैले आफ्नो घरमा फलफुल बगैँचा निर्माण गर्न सक्यौँ भने स्वाभिमानको जिन्दगी जिउन सक्छौँ, होइन? अनि हाम्रै गाउँघरमा हाम्रो रिसोर्स छ, त्यो रिसोर्सलाई परिचालन गऱ्यौँ भने निजी क्षेत्रलाई आकर्षित गर्न सक्यौँ भने, लगानी मैत्री वातावरण बनाउन सक्यौँ भने हामी यहीँ पनि विकास गर्न सक्छौँ। मैले भन्दै आएको छु, वास्तवमा यो अङ्ग्रेजहरूले कसरी विकास गरे भनेर हेर्ने हो भने जङ्गबहादुर राणाले छलफलमा चाहिँ ल्याएको अथवा सोचेको कुरा, ओहो अङ्ग्रेजले यसरी विकास गरेछन् कि आगो, पानी र बतासलाई कमारो बनाएकाले विकास गरेछन् भने हामीले त केही सकिन्छ भनेर यहाँ आएर चाहिँ कुलेखानी सुरु गरे नि। विचार गर्नु न, होइन? उनीहरूले त्यो टेक्नोलोजी
सम्झे हेरेपछि देखेपछि थाहा हुन्छ नि। यसो भनेर हाम्रो कर्णाली नदीलाई हामीले जस्तो कर्णालीको विकासको मेरुदण्ड भनेको कर्णाली करिडोर हो भनेर हामीले 1 नम्बर जोड दियौँ, त्यस्तै जोड हामीले कर्णाली नदीको पानीलाई पनि जोड दियौँ। र हुम्ला खण्डको हेर्नुहुन्छ भने माथि याङ्गारदेखि तल तुङसम्मको होइन, अनि पारिपट्टि यहीँबाट तल हेर्नुहुन्छ भने हामीले चाहिँ मुगु कर्णालीलाई होइन, सबै के यो पानीका श्रृङ्खलाबद्ध आयोजनाहरू हामीले तल फुकोट भयो, तल हुँदै बेतन हुन्छ, अप्पर कर्णाली हुन्छ होइन, चिसापानीसम्मको यति नदीलाई प्रयोग गर्ने हो भने नि हामीले नेपाललाई कायापलट बनाउने पश्चिम नेपाल हुन्छ, पश्चिम नेपाल भने कर्णाली हुन्छ, यति भयो। अझ त्यसमा मैले जोड दिएर अहिले के भन्न चाहन्छु भने अहिले मैले बहसमा ल्याएको छु, हामी त हुम्लामा छौँ, हिमाली जिल्ला हो। हुम्ला मात्र होइन, अब पर दार्चुलादेखि पर ताप्लेजुङ क्षेत्रसम्मको विकासको लागि हामीले सोच राख्नुपर्छ। त्यो सोच भनेको हिमाली क्षेत्र विकास प्राधिकरण बनाऊ। अहिले काठमाडौँ विकास प्राधिकरण छ होइन, काठमाडौँमा के गरौँ भन्ने कुरामा मात्र केन्द्रित छ। उसले काठमाडौँको संरचना मात्र काठमाडौँमा के गरिरहेछ भन्ने कुराहरू चाहिँ आम जनताको चासो। हामी पनि नागरिक होइनौँ, काठमाडौँमा बस्ने नागरिक मात्र नागरिक होइनन् नि होइन, हामी पनि हुम्ला जस्तो यो दुर्गम जिल्लामा नि तपाईँले भन्दै गर्दाखेरि यी विकासका मोडेलहरू नि कस्तो हुनुपर्छ, तपाईँले त्यो कर्णाली विकास योजनामा हुँदै गर्दाखेरि सदस्यमा हुँदै गर्दाखेरि तपाईँले पेस गरेका अथवा तपाईँले त्यो सुरुवात गरेका योजनाहरू अहिले चाहिँ के कार्यान्वयनमा छन् र कस्ता मोडेलहरू हुनुपर्ने रहेछ? हामीले त समाजवादी मोडेल नै अपनायौँ होइन, हामीले के भन्यौँ सामाजिक न्यायको सिद्धान्त अपनायौँ। मैले अघि निवेदन गरेँ नि, अघि भने नि हामीले हुम्ला मुगु र डोल्पालाई पहिलो प्राथमिकता राख्यौँ, त्यसभन्दा बिचका पाहाडलाई सेकेन्ड प्राथमिकता, तललाई थर्ड प्राथमिकता राख्यौँ। थर्ड प्राथमिकता राखे पनि त्यहाँबाट आउनुपर्ने बाटोलाई पहिलो प्राथमिकतामै पर्यो होइन र? त्यो हुन्छ क्या, त्यसको सन्तुलन मिलाउनु पर्ने हुन्छ। त्यो सन्तुलन मिलाउँदै जाँदाखेरि हामीले के भन्यौँ भने कमसेकम सामाजिक न्यायका सिद्धान्त अपनाऊ र त्यहाँ बस्ने यो दुर्गम क्षेत्रमा बस्ने नागरिकको पनि यो सरकार हो भन्ने अनुभूति गर्न लाउँ भन्ने आधारबाट तपाईँलाई एउटा मात्र नीतिगत हस्तक्षेप भनौँ न, मैले धेरै पटक कन्भिन्स गर्न कोसिस गर्दा आज सफल भएको उदाहरण म भन्छु। जस्तो सडकको बारेमा, सडकमा संहिता आउँदा कर्णाली प्रदेश भोलिमा 36वटा पालिका मात्र जोडिएको थियो। हाम्रो कर्णाली प्रदेशमा कति पालिका छ? 79वटा पालिका छ। 79 पालिका र 718वटा वडामा पुग्न कसरी सकिएला भन्ने कुरा मैले सोचेँ। म त जनयुद्धकालमा सबै गाउँठाउँ घुमेको, हिँडेको, एक खुट्टाले हिँडेकोले देखेकोले कति गाउँ कति घर छन्, गाउँमा कति घर छन्, यो गाउँमा यति घर छन् भन्ने कुरा पनि मलाई थाहा भएको र बाटाघाटा सबै थाहा भएको। अझ इलामदेखि हुम्लासम्म हिँडेर आएको पात्र हुनुले विकासको तलमाथिको होइन हिमालदेखि तराईसम्मको कस्तो छ भन्ने कुरा पनि मैले सबै देखेकोले मेरो अधिकांश बजेटहरू नि हाम्रो यो केन्द्रीय बजेट म भन्छु। त्यसो भएकोले मैले के भने योलाई अलिकति अगाडि बढाउन सबभन्दा पहिला सडक चाहिँदो रहेछ। विकासको चाहिँ डोरो पुर्याउन, विकास पुर्याउन सबभन्दा बाटो चाहिँदो रहेछ, सहज यातायात चाहिँदो। त्यो यातायात लिनलाई 36वटा पालिका मात्र, त्यो 36वटा पालिकाले अब पुग्दैन, सबै पालिका केन्द्रमा सडक पुर्याउनु पर्छ। सकियो भने सबै वडा जोड्ने गरिकन जानुपर्छ भनेर मैले डिजाइन गरेँ र त्यस आधारबाट मैले नक्साङ्कन गर्दै गर्दा मैले के भने नीतिगत रूपमा एउटा लाइन मात्र है, नीतिगत रूपमा मैले के भने सबै पालिका केन्द्रमा 5 वर्षभित्र सडक को ट्र्याक ओपन गरिनेछ होइन, यति हो 5 वर्ष। नीतिगत रूपमा यति निर्णय हो। यो निर्णयलाई कार्यान्वयन गर्न अथवा चाहिँ मन्त्रीहरू र अनि त्यसपछि सचिवहरूसँग बुझाउन धेरै गाह्रो भयो। सुरुमा चाहिँ मान्नु भएन, यो सम्भव छैन। मैले भने सम्भव छ, सम्भव हुन्छ। मैले पूर्वाधार क्षेत्र पनि हेर्ने भएकोले मैले सम्भव छ भने मेरो अडानका कारण मैले त्यो नीति वार्षिक नीतिमा पनि प्रस्तुत गरियो, हाम्रो चाहिँ पञ्चवर्षीय योजनामा पनि प्रस्तुत गरियो र त्यसका आधारबाट हामीले अगाडि बढ्दै गर्दा अहिले तपाईँ हेर्नुहुन्छ भने 5 वर्षमा को रिभ्यू गर्दै गर्दा सबै पालिकामा पुग्यो, 3टा पालिकामा पुगेको छैन। 3टा पालिकामा पुग्यो तर चाहिँ सबभन्दा ऊ के भयो भने नि मुगु के डोल्पाको 2टा पालिकामा जोडिएको छैन, तलको रोड जोडिएको छैन, त्यसले गर्दा नपुगेको पनि यहाँ हो। मुगुको पनि त्यो मुगुम कार्मारङ गाउँपालिका केन्द्रमा पुगेको छैन, यति मात्र, अरू सबै पुग्यो।
त्यसो भए नीतिगत हस्तक्षेप गऱ्यो भने त पुग्दो रहेछ त, हुँदो रहेछ त। अहिले सडक पुग्यो, तर सडक यति पुग्यो भन्दै म सन्तोषको सास फेर्दैन, पर्खनु यत्तिकैमा म सास फेर्ने सन्तोषको सास फेर्दैन, यति पुग्यो। अब स्तर उन्नतिको चरणमा जानुपर्छ। यो चरण अर्को चरण हो नि। हामीले चाहिँ इन्डिकेट गरेको कुराहरू पुग्यो पुगेन भन्दाखेरि पुग्यो त होइन, त्यो त हस्तक्षेप पुग्यो नि हो। यस्तै गरिकन हाम्रा अरू बाटाहरू पनि खोल्नुपर्ने हुन्छ। तर पनि कर्णालीमा सडक छैन, शिक्षा छैन, स्वास्थ्य छैन, राज्यप्रति को भरोसा कम छ भन्ने पनि छ। अब नीतिगत यो पुरानो मानसिकता के हो भने नि, हामी त गोर्खालीहरू आएपछि भाग्ने समुदाय हौँ हुम्लाका प्राय। याद गर्नुहोस् न, तपाईँ थापा होइन, तपाईँ त सेना हो, सेनापतिका जात हो, थर हो होइन र। तपाईँहरू कतिन्जेल कुन गाउँ बस्नुहुन्थ्यो, कतिन्जेल कुन गाउँ बस्नुहुन्थ्यो, झराली सेना न हो होइन। यस्तो थियो नि त। हाम्रा मान्छेहरू त धेरै बस्तीहरू त जङ्गल लुग्ने स्थिति हुन्थ्यो, गोर्खाली आयो भने भागाभाग हुने स्थिति थियो। त्यो स्थितिबाट जोगिनु परेको थियो र यो स्थिति गोर्खालीहरूले गर्दाखेरि हामी यो बाटामा दिशा गर्ने बानी पर्ने स्थिति आयो र हामी फोहोरी हुन पुग्यौँ होइन र। यस्ता कल्चरहरू थुप्रा छन्, त्यसले गर्दाखेरि हामीलाई चाहिँ पीडा पनि छ। तर त्यो पीडालाई शमन गर्न र अझ अन्तर्गुलनमा ल्याउन जनयुद्धले महत्त्वपूर्ण भूमिका खेल्यो। यदि जनयुद्धमा यहाँको ढुङ्गा माटो पनि माओवादी नभइदिएको भए नि त्यो स्थिति पनि आउँदैन थियो। यो कुरा पनि हामीले विचार गर्नुपर्छ। तर पनि मैले तपाईँले एउटा लेख लेख्नु भएको थियो नि, अब धेरैजना यहाँका नागरिकहरू, यहाँका मान्छेहरू काठमाडौँ त एकदमै सुगम छ, सुर्खेत सुगम छ, हुम्ला गरिब छ भन्नुहुन्छ। तर तपाईँले एउटा लेख लेख्नु भएको थियो नि, हुम्लादेखि हेर्दा काठमाडौँ गरिब छ, खासै दुर्गम छ भने गरिब पनि छ। मानसिक रूपमा गरिब हो, अनि व्यवहारिक रूपमा चाहिँ के हो भने काठमाडौँले हामीलाई दुर्गम मात्र देख्छ होइन। काठमाडौँले हामीलाई दुर्गम देख्छ, हामीलाई चाहिँ पिछडिएको क्षेत्र देख्छ क्या। मैले के भन्छु भने एक कर्णालीबाट हुम्लाबाट हेर्दा काठमाडौँ दुर्गम छ, अझ हामीलाई पिछडिएको होइन पछाडि पार्ने चाहिँ काठमाडौँ हो। किन थाहा छ? जङ्गबहादुर राणा भने नि, जङ्गबहादुर जुम्ला हुँदा खड्का हुने, त्यो पर लमजुङसम्म पुग्दाखेरि खड्काइ हुने, त्यहाँ पुगेपछि चाहिँ कुँवर भइदिने र त्यहाँबाट चाहिँ काठमाडौँ गएपछि सत्तामा गएपछि राणा हुने र चाहिँ खस भन्न पाइँदैन भनेर जङ्गी कानुन लाउने अनि हामीलाई चाहिँ अपमान गर्ने। अहिले तपाईँहरूले खसियो भनेपछि के हुन्छ? तपाईँहरू दुःख मान्नुहुन्छ मान्नुहुन्न? खसियो भने दुःख मान्ने चिज हो? खस देशको हामी नागरिक हौँ, खस देशको होइन हामी सेना हौँ भन्ने स्थिति थियो त। तर आज खसिया भन्दा तपाईँ त ठिक हुनुहुन्छ, तपाईँ गाली गर्ने मलाई भनिहाल्नुहुन्छ होइन र। त्यस्तो छ त। त्यो स्थिति ल्याउने को? जङ्गबहादुर हो। हाम्रो अपमान, हाम्रो पहिचान आफू खसबाट कहाँ रूपान्तर भएर गयो, जसले गर्दा कर्णालीलाई बिर्सनेहरूले गर्दाखेरि हाम्रो समस्या भयो। अहिले 108 थर डेभलप भएका छन् कर्णालीका गाउँठाउँबाट। तर तिनले यहाँबाट गएपछि बुले आफ्नो यही प्रतिबन्धको कारण पछिल्ला दिनहरू आफ्नो पहिचान लुकाउँदै हामी त यहाँका होइनौँ। अहिले अब जागरण आउन थालेपछि यहाँको विकास हुँदै यहाँको भौगोलिक विशेषता र महत्त्व थाहा पाउँदै जाँदाखेरि अब एक्सपोज गर्नुपर्छ। प्रत्येक तपाईँहरूका थर बोक्नेहरूले कर्णालीका गाउँठाउँ आफ्नो माटो, आफ्नो पृथ्वीभूमि सम्झेर आउनुहोस्, एकमुठी माटो ल्याएर जानुहोस् तपाईँको घरमा राख्न। किनभने यो ठाउँको विकास गर्न तपाईँहरूको पनि योगदान चाहिन्छ भनेर हामीले अपिल र अनुरोध गरिरहेका छौँ। त्यो गर्नुपर्छ। यहाँ त्यो नगरिकन सबै मान्छेहरूको आकर्षण पनि गर्न सकिँदैन। विश्वको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली र कर्णालीको गन्तव्य पनि यी गाउँठाउँहरू नबनाउने हो भने कहाँबाट विकास हुन्छ? आकर्षित गर्नु पर्यो नि। हामी यही मरिच चाम्रिए जस्तो चाम्रिन हुँदैन। विकास गर्ने आधार खुल्ला गर्नुपर्छ क्या। जस्तो अब निर्वाचन अब नजिकै आउँदै निर्वाचनको कुरा गरौँ। जस्तै हुम्लामा धेरै वर्षदेखि अब एउटै अनुहार दोहोरिने, विकासमा ठोस परिवर्तन नदेखिने गुनासो थियो। अब अहिलेको निर्वाचनमा चाहिँ अब सबै उम्मेदवारहरू नयाँ हुनुहुन्छ, युवा हुनुहुन्छ। तपाईँलाई एउटा युवा, एउटा विज्ञको हिसाबले विश्वास गर्ने कि पार्टी तारा चिन्हको हिसाबले विश्वास गर्ने कि कुन हिसाबले विश्वास गर्ने? मेरो भनाइ के छ भने तपाईँले जुन रूपले हेर्नुहुन्छ त्यही रूपले बुझिदिनुहोस्। तर म आफ्नो जे छु त्यही रूपले बुझ्नलाई म अनुरोध गर्छु। तर दुर्गममा चाहिँ पार्टीभन्दा रद जाँदैनन्। मान्नुहोस् कि तपाईँले चाहिँ छाक खान रोज्नुहुन्छ कि जुक खान रोज्नुहुन्छ? छाक खान रोज्नुहुन्छ भने आज मिठो जिब्रो अझै मात्र होला,
भोलि हुँदैन। तपाईँले चाहिँ जुग रोज्नुहुन्छ भने म त तपाईँलाई भन्छु आज छाक रोज्नेहरूसँग भन्दा म जुग रोज्नेहरूको लागि म काम गरिरहेको छु र हिजो पनि गरेँ। हिजो त जनमत नलिकन होइन, अथवा मैले चुनावमा नलडेको व्यक्ति हो नि त होइन, तर पनि मैले यी गाउँठाउँहरूलाई चाहिँ हेरेँ र मैले भूमिका निभाएँ। म हुम्लीको छोरो हुनुको नाताले, हुम्लाको हुनुको नाताले अझ दुर्गमको बारेमा पैरवी गरेँ होइन। विकास साझेदारहरूसँग पनि बहस गरेँ, अनि त्यसपछि सरकारवालाहरूसँग पनि बहस गरेँ। ती बहसहरूले चाहिँ यहाँ कमसेकम विकासका आधारहरू तयार गरियो। आज त म तपाईँहरूको अझ अमूल्य मत एक दिनको मत, तपाईँहरूको एक दिनको परीक्षा हुनेछ। त्यो एक दिनको परीक्षामा तपाईँहरूले चाहिँ हात नकमाइकन सही मान्छेलाई रोज्नुभयो भने रियलमा भोलि मैले 5 वर्ष परीक्षा दिन, प्रत्यक्ष 5 वर्ष परीक्षा दिन पाउनेछु। त्यो परीक्षा भनेको नीतिगत रूपले यहाँको रूपान्तरणका लागि हो, विकासका लागि हो, सम्मानको लागि हो होइन, अधिकारका लागि। त्यो अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा अधिकार कागजमा लेखेर मात्र पुग्दैन, अधिकार कार्यान्वयनको तहमा ल्याउनुपर्छ भन्ने कुराहरू र विकासको कुरा गर्ने हो भने यी गाउँठाउँहरू मैले अघि पनि मैले भने जो जति सडक भने यही हातले लेखेको हो। र तपाईँको भाइ छोरो हुनुको नाताले म के भन्छु भने कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना निर्माणको चाहिँ नेतृत्वकर्ताको हिसाबले मैले लिड गरेको हिसाबले हरेक अक्षर तपाईँले पढ्नुहोस्, हेर्नुहोस् र भविष्यलाई चाहिँ सुनिश्चित गर्नुहोस्। तपाईँ व्यक्ति विज्ञ हो, तर पनि अब मैले पार्टीलाई पनि त्यो ढङ्गले चाहिँ टिच गरेको छु र पार्टीका साथीहरूले पनि त्यो ढङ्गको एउटा कार्यव्यवहार अगाडि बढाउने कार्ययोजनाका साथ हामीले अगाडि बढाउने भनेका छौँ। मैले अहिले चुनावी मैदानमा उत्रदै गर्दा 61वटा बुदा सार्वजनिक गरेको छु। 61वटा बुदा सार्वजनिक गर्दा तपाईँहरूले पढ्नु भएको छ, त्यो कुरा प्रसारण पनि गर्नुभएको छ। कि यस हिसाबले म के ठान्दछु भने मेरो परीक्षा दिन म तयार भएको छु। तपाईँले चाहिँ विधायकीय रोल कस्तो हुन्छ भन्ने कमा फुल स्टपको पनि हिसाब हुन्छ। हाम्रो नागरिकले कमा फुल स्टपको बारेमा जानकारी पाउँदैन, मेरो मान्टा छ कि छैन भन्ने मात्र हेर्छन्। मैले भने तपाईँहरूले यो तल्लो क्षेत्रको मुनियावरीको नागरिकहरूले के सोच्नु होला भने यो त चाहिँ मुनेपोरीको अथवा होइन बिजुम्लाको भन्ने सोच्नु होला। म बिजुम्लाको तल पनि जोड्छु, माथि पनि जोड्छु र कमसेकम म त अझ भन्यो भने मुने लेक भनेको मेरै बाजेको नाम, 7 पुस्ता अगाडि मेरै बाजेको नाम हो। उहाँले चाहिँ पहिलो पटक हिँडेर आएकोले उहाँको नाममा नामाकरण भएको लेक हो। त्यसो भएकोले म त यो अदानचुलीको पनि मान्छे हुँ नि होइन र, ताजाकोटबाट जाने पनि बाटो त्यही हो। त्यसो भएकोले सबले सम्झन्छन् कि मैले भन्न खोजेको तपाईँ व्यक्ति विज्ञ हो, तर पनि पछिल्लो समय यो सामाजिक सञ्जालको आधारमा होला सबै विभिन्न तरिकाले माओवादी अथवा त्यो आन्दोलन छेगरको अवस्थामा छ। पटक पटक तपाईँकै पार्टीका नेता चाहिँ सङ्घीय संसदमा प्रतिनिधित्व गरे, तपाईँ पनि जिल्ला पार्टीको संयोजकको रूपमा पनि काम गर्नुभयो। बिस्तारै पार्टीले गरेका ती कमी कमजोरीहरू छन्, धेरै नागरिकहरू ती तपाईँ त स्वीकार्नुहुन्छ। अब यदि यसबाट सिकाइ के तपाईँ व्यक्तित्व हामीले भन्यौँ विगतका कमी कमजोरीहरूको आत्मसमीक्षा गरेका छौँ र जनताका बीचमा गएर यी पुगेनन् भनेका छौँ। हामीले प्रष्ट रूपमा भनेका छौँ र आत्मसमीक्षा गर्दै जनताका बीचमा यी अपुगहरू हुन् भनेका पनि छौँ र गरेका कामहरू पनि कतिपय प्रचार नभएका कुराहरू छन्। त्यस भएको ती कुराहरू पनि हामीले चाहिँ सम्बन्धित मान्यज्यूहरूलाई भन्न पनि लगाएका छौँ र भन्नुभएको छ। पटक पटक तपाईँकै नेतृत्वमा त्यो सङ्घीय संसदमा थिए, यी कुरा किन उठान भएनन्, अझ फेरि पनि नेकपालाई किन रोज्ने होइन भन्ने पनि छ नि त। अब विद्यमान अवस्थामा तुलना गर्नुहोस् न, विद्यमान अवस्थामा तुलना गर्नुहोस् र समय सापेक्ष हुन्छ र जनताको अभिमतलाई हामीले सम्मान गर्नुपर्छ र जनताको अभिमत हामीले लिएर जाँदै गर्दाखेरि हाम्रा मान्यज्यूहरू कति प्रतिकूलताहरूसँग झेल्नु परेको छ। यहाँबाट प्रतिनिधित्व हुने मान्यहरू भनेको काठमाडौँ गएपछि यति धेरै चाहिँ रुमलिनुपर्छ, यति धेरै चाहिँ प्रताडिनु परेको छ। त्यो पनि चाहिँ पहुँचको अभाव हो र चिन्जानको अभाव हो र धेरै कुराहरू छन्। यसो भएकोले यी कुराहरूले पनि रोल खेल्छ। म त विगतमा काठमाडौँ हुँदै गर्दा मैले संसदको रिपोर्टिङ पनि गरेको हुँ। सायद हुम्लाको मान्छे होइन संसदको रिपोर्टिङ गरेर नजिकबाट निहाल्ने र संसदको गतिविधि कस्तो छ भन्ने कुराहरू मैले हेरेको छु र देखेको छु र त्यति बेला मैले लेखेकोले गर्दाखेरि त्यहाँदेखि हेर्दा अहिलेसम्मको गतिविधि हेर्दाखेरि मलाई के पनि लागेको भने म विगतमा चाहिँ त्यति धेरै मैले गरिनँ होइन, तर
यति बेला देश विषम परिस्थितिमा छ र सङ्कटमा छ। यो सङ्कटबाट टार्नको लागि अहिलेको यो हाम्रो सरकारहरू चाहिँ होइन अस्थिर हुने किन, यो कुरालाई पनि ठेगान लाउनु पर्ने छ र कमसेकम त्यसका लागि स्थायित्वको लागि, संविधानको रक्षाको लागि, यो व्यवस्थाको रक्षाको लागि, यस व्यवस्थाको सबलीकरणको लागि सङ्घ प्रदेश र स्थानीय तहको सबलीकरण र सहकार्य सहअस्तित्व र होइन अनि त्यसपछि आएर त्यसका आधारबाट अगाडि बढ्ने माध्यम बनाउनका लागि हामीले खेल्नुपर्ने भूमिका छ। त्यसका साथै विकासलाई मूल प्रभावमा ल्याउन र सामाजिक न्याय दिन र समृद्धिको खाका कोर्न आवश्यक छ। र तपाईँले हुम्लाका हामी उम्मेदवारहरूको बारेमा तपाईँले दोस्रो पुस्ताको होइन लिडरहरू देख्नुभयो, दोस्रो पुस्ताको लिडरहरू हौँ। अहिले सबै पार्टीहरूलाई थ्याङ्क यू भन्नुपर्छ, कमसेकम हामी नयाँ अनुहारहरूलाई अगाडि सार्नुभयो। यस हिसाबले च्यालेन्ज पनि फेस गर्न हामी तयार भएका छौँ र हामी के ठान्छौँ भने यी साथीहरूमध्ये अनुभवका हिसाबले, सङ्घर्षका हिसाबले र चाहिँ केही विज्ञताको हिसाबले भनौँ, केही चाहिँ आनन्दको हिसाबले अझ मैले चाहिँ धेरै गरेको योगदानका आधारबाट तपाईँले हेर्न सक्नुहुन्छ। मेरो जिन्दगी त खुला किताब हो, नाफा जिन्दगी हो, खुला किताब हो। मैले क्लियरली जे गर्छु पिपुलका लागि गरिरहेको छु, अहिले जे गरिरहेको छ यो देशका लागि गरिरहेको छ, यो हुम्लाको लागि गरिरहेको छ, कर्णालीको लागि गरिरहेको छ। कर्णालीको हुम्लाको पैरवी गर्नु मेरो अधिकार हो, मैले चाहिँ त्यो गर्नै पर्छ भन्ने ठान्दछु। र कमसेकम मैले काठमाडौँ गएदेखि अथवा काठमाडौँ गएदेखि मेरा साथीहरूले तैँले चाहिँ हुम्ला भन्ने परिचय नदेन भन्थे होइन, हामीलाई लाज भयो, तँसँग बस्नु पनि अप्ठ्यारो, मलाई हुम्ली भनेर हेप्दा पनि मैले कहिले पनि हुम्ला हुम्लाको हुँ भनेर मैले चाहिँ भन्न छोडिनँ। किन छोडिनँ भने मेरो परिचय त हुम्ला हो नि, मेरो सालनाल गढेको क्षेत्र हुम्ला हो भने मैले हुम्ला होइन भनेर चाहिँ ढाड्न हुँदैन। मेरा साथीहरूले ढाँटे पनि मेरो साथीहरूसँग तपाईँको बौद्धिक क्षमता छ, व्यक्तिगत क्षमता साथै भावनाले जितिँदैन होइन, साथै भन्छु म तपाईँहरूले अघि मैले निवेदन गरेँ छाक रोज्ने कि जुग रोज्ने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो, यतातिर ध्यान दिनुहोस्। अर्को कुरा, मैले त निजामती कर्मचारीलाई पढाएको पनि छु होइन, र तिनीहरूलाई टिच गर्दाखेरि शाखादेखि सुब्बाहरूलाई मैले पढाएको हुँदाखेरि ती पढाएकाहरू अहिले सहसचिवसम्म उपसचिवहरू भएका छन्। उहाँहरू हरेक कुरा के कुरा ध्यान दिनुपर्छ हुम्ली जनताले भने तपाईँले बोलेको कुरा नि थ्योराइज गरिएन भने त्यो बोली मात्र हो। अहिले बोल्यौ नि, यो बोल्यो हावामा उड्यो, यति उडाउनु हुँदैन। जे बोलियो त्यो कुरा चाहिँ थ्योराइज गरेर लेखेर कमसेकम रेकर्डेड गरेर त्यो अनुसारको चाहिँ नीतिमा बदल्न सकियो भने मात्र हुन्छ। त्यो बदल्न सक्ने मान्छे म हो भन्ने मलाई चाहिँ लाग्छ। र म मेरो इच्छा शक्ति र मेरो सङ्कल्प मेरो पार्टीको होइन, हाम्रो पार्टीले दिएको जिम्मेवारी अनुसार म हर हिसाबले हुम्ली जनतालाई नयाँ ठाउँमा पुर्याउनका लागि मेरो योगदान आवश्यक छ भन्ने ठान्छु। र त्यस आधारबाट यो इच्छा शक्तिलाई तपाईँहरूले बुझिदिनुहोस्। कमसेकम मैले भावना कुरा मात्र होइन, वैचारिक कुरा र यो नीतिगत कुरा, त्यो साँच्चै अनुशासन कुरा मैले एउटा आश्वासन बाँड्दिनँ। मासुवादमा नबिग्नुहोस्, तपाईँहरूले आफ्नो इज्जत नफाल्नुहोस्। एक दिनमै चाहिँ तपाईँले चाहिँ पैसामा खरिद बिक्री भयो भने भोलि तपाईँलाई कमाएर बनाउँछन् तिनले, त्यसमा तपाईँहरू नचुक्नुहोस्। बरु गर्ने कुरा के हो भने तपाईँहरूले चाहिँ भोलि हाम्रो काम गर्नुहुन्छ गर्नु हुँदैन खबरदारी गर्नुहोस्। मैले त भन्ने गरेको छु, तपाईँहरूले अहिले जति भन्नुहुन्छ भन्नुभएको छ, चाल्नामाथि पानी लैया तब औँला तेरो भन्ने आधार बनाएर क्वेसन गर्नुहुन्छ, त्यो कुरा सही हो। अहिले काठमाडौँ चुनाव जितेपछि काठमाडौँ जाने र हराउने हो कि भन्ने कुराहरू पनि गर्नुभएको छ, यो कुरा सही हो। गएर काम गर्ने त काठमाडौँमै हो, संसदमै हो, र त्यहाँको चाहिँ टेबल ठटाउन सक्नै पर्छ। त्यसका साथसाथै रणनीति चाहिँ के, कसरी जित्नुहुन्छ सबैले यही भन्छन् भन्नलाई? यो हाम्रो जनाधार छ। म विश्वास गर्छु कि जनताले मलाई रोजेका छन् र मलाई खोजेका छन् र अहिले हुम्लाले खोजेको हो भन्ने हो। यस आधारबाट हामी चुनावमा चाहिँ कसको सङ्ख्या कति को कस्तो ढङ्गले प्रस्तुत हुन्छ भन्ने कुरा आफ्नो ठाउँ होला। तर हामी के भन्छौँ भने जनतामा विश्वास गर्छौँ, पार्टीमा विश्वास गर्छौँ र समग्र हुम्लाको रूपान्तर गर्ने योजनासँग विश्वास गर्छौँ। र त्यस आधारबाट हेर्ने हो भने हामीले चाहिँ नयाँ ढङ्गले अगाडि बढ्न सक्ने साहस गरे हुनाले सबैले हामीलाई रोज्नुहुन्छ। र अहिले चाहिँ काङ्ग्रेसको रुखमा, एमालेको सूर्यमा अरूहरूले आफ्नो मिस गरेर चाहिँ गर्दैनन् भन्ने लाग्दछ। र कमसेकम हामीलाई चाहिँ होइन तारा चिन्ह मतदान गरेर नयाँ युग
को ढोका खोल्ने आधार बनाउनुहुन्छ। अरू उम्मेदवारहरू पनि यसै गरी नै हामीले छलफल गऱ्यौँ कि उहाँहरूले भनेको के हो भने तपाईँ विचारमा स्पष्ट हुनुहुन्छ, विचार धेरै छ हो, तर कार्यान्वयन कमजोर छ भन्ने छ। यसमा तपाईँको जवाब? हामी कार्यान्वयनमा अझ बलिया छौँ। तपाईँले हिजो हेर्नु होला हाम्रो सबै पालिकाहरूमा जनसभा भयो। अरूले धेरैले खेला छन् कि तपाईँहरूको नेता एकमत छैनन् भनेर। हाम्रा नेताहरू एकमत भएर आफ्नो ठाउँमा प्रतिबद्ध जनाउनु भएको छ र सबै ठाउँमा नयाँ ढङ्गले चाहिँ शङ्खघोष गरिसक्नु भएको छ होइन। र अर्को कुरा हामीले यदि सङ्घीयता नल्याएको भए र यो ढङ्गको विकास नगरेको भए अहिले को पार्टीले यति ढङ्गको विकास गरे ल भन्नुहोस्। म त दावाका साथ भन्छु अहिले माओवादीले बाहेक अरूले होइन, आजको नेपाली कम्युनिस्ट पार्टी र हिजोको माओवादीले हामीले यति कुर्बानी नगरेको, यति चाहिँ बहादुरिताका साथ, यति हिम्मतका साथ, यति धेरै च्यालेन्जका साथ हामीले काम नगरेको भए अहिले कर्णालीमा र अझ हुम्लामा यति विकास हुन्थ्यो? सम्भव छ? सम्भव थिएन। म त दावाका साथ भन्छु 1 2 3 भनेर गणना गर्न सकिन्छ। तर त्यो आन्दोलनले विकास पछाडि धकेलियो भन्ने पनि विश्लेषण गर्छन् त कोही। एकदमै गलत हो। तपाईँले हजारौं करोडौं डलर खर्च गरेर पनि चेतना नल्याएको चेतना तपाईँले 10 वर्षमा ल्याउनु भयो। त्यो चान्चुनी हो? त्यो चान्चुनी मान्नु भएको छ? त्योभन्दा अगाडि कोही, म त चाहिँ नेपालको राजनीतिक द्वन्द्व व्यवस्थामा वैदेशिक सहयोगको प्रभावलाई मैले अध्ययन गरेको मान्छे हुँ र मैले हेरेँ त्योभन्दा पहिला पञ्चायत कालदेखि नै यो विभिन्न देशहरूले जिम्मा लिएर विभिन्न क्षेत्रहरू विकासको होइन एकीकृत विकासको प्लान बनाए। त्यो प्लान बनाउँदै गर्दा कर्णालीमा के भयो? कर्णालीमा कति काम भयो हेर्नु हुँदैन? त्यति हेरे पुग्छ। उनीहरूले कसरी शोषणको माध्यम बनाए, कसरी सूचनाको लिने माध्यम मात्र बनाए, त्यति हेरेर पुग्दैन। अहिले पछिल्ला दिनहरूमा होइन को कसरी चलिया छन्, अर्कालाई आरोप लगाएर हुँदैन। म आरोप लगाएर म पन्छिने चाहँदैन। त्यसैले गर्दाखेरि यहाँ चाहिँ धेरै मान्छेले भ्रम के पारेका छन् भने माओवादी जनयुद्धले देश पछाडि गयो, अग्रगतिमा जाने फटको मार्ने आधार माओवादी जनयुद्धले गरायो। अस्ति हाम्रो यो कर्णाली करिडोरको कुरा कहिलेबाट सुरु भयो? राजमार्ग के राजमार्ग भयो? कर्णाली करिडोरको सुरुवात त होइन यही संहिता आएपछि सुरु भयो र बल्ल बन्यो नि त, होइन र? नत्र बन्ने रहेछ। 64 वर्षपछि सडक विकासको इतिहासमा 64 वर्षपछि हुम्लामा छोयो। 2 पुस्ता 4 वर्ष लाग्यो। अब तपाईँ निर्वाचित हुनुभयो भने 1 वर्षभित्र हुम्लामा गर्ने 3वटा काम तपाईँले भने? मुख्य कुरा चाहिँ संविधान संशोधन गरेर होइन स्थायित्वको लागि गर्नुपर्ने हुन्छ। है मैले देशको लागि गर्ने कुरा, संहिता सबलीकरण गर्ने कुराहरू हुन्छ। त्यतातिरबाट हेरेपछि अहिले हाम्रो चाहिँ मुख्य हुम्लामा भन्यो भने यो सडकको स्तरीय नीति नै हो। कर्णाली करिडोरको सडक अनि त्यसपछि आएर लिङ्क रोडहरू छन् नि हाम्रा, ती सडकहरू पुरा गर्ने नै हो। त्यो पुरा गर्नतिर हामी चाहिँ लाग्छौँ नीतिगत रूपमा र व्यवहार रूपमा जानुपर्छ नि। नीति बनेपछि कार्यान्वयन आउँछ। तपाईँले पहिला सोच राख्नुपर्छ, त्यसपछि लक्ष्य उद्देश्य र अनि कार्यक्रम बन्छ। कार्यक्रम पछि मात्र बजेट आउँछ। हामी बजेट हेर्दछौँ, कार्यक्रम हेर्दछौँ, त्यही नै हाम्रो समस्या छ। सञ्चारकर्मी साथीहरूले पनि त्यहाँनिर चाहिँ हेरिदिनुपर्छ है। एक दोस्रो कुरा, हाम्रो राष्ट्रिय प्रसारण लाइनलाई अगाडि बढाउनु पर्छ। कमसे कम अहिलेसम्म बुटोल कोलपुरसम्म आएको थियो, कर्णाली प्रदेश आएको थिएन। विचार गर्नु, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ल्याउनु कम्ता सङ्घर्ष गर्नु परेन। अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेत आएको छ। त्यो लाइनलाई, राष्ट्रिय प्रसारण लाइनलाई हामीले हिल्सम्म पुर्याउनै पर्छ होइन। तेस्रो कुरा, हामी अप्टिकल फाइबर नबिछ्याइकन हामीले चाहिँ सञ्चार क्षेत्रको विकास, अहिले हामी यति महँगो शुल्कमा हामीले के गर्नु परेको छ? सञ्चार यो सक्दो सकिन्छ भने निःशुल्क गर्नुपर्ने हुन्छ। त्यसो भएन। त्यसका साथै मेरो सङ्कल्प के छ भने हुम्लाका मान्छेहरू चिसोमा छन्। चिसो छ क्या, तातो पनि छ, नभए होइन, चिसो तातो दुवै छ। तर यो भए पनि हामीले चाहिँ हुम्लाका हरेक नागरिकलाई म के भन्छु भने एउटा सङ्कल्प के हो भने पुरुष हो भने वर्षको एकपटक निःशुल्क चेक जाँच गर्नै पर्ने नेपालका जुनसुकै अस्पतालमा भए पनि, र महिला हो भने वर्षको 2 पटक चेक गर्नै पर्ने। किन थाहा छ? महिला अति संवेदनशील छन्। उहाँहरूले रोग कतिपय भन्नुहुन्न, लुकाउनुहुन्छ। त्यसका कारण स्वास्थ्य ड्यामेज भएको छ। यो स्वास्थ्य सुधार गरिन भने हुँदैन।
यसैका साथसाथै मैले भने कि गाउँघर हाम्रो यस्तो गाउँघर सबैतिर जाउँ न, हाम्रा गाउँघर कस्ता छन् होइन, चिनेकै देखेकै हो। सबभन्दा ठुलो कुरो घरको चुलो राम्रो हुनुपर्छ, सफा हुनुपर्छ। त्यसपछि चर्पी सुधार हुनैपर्छ। चर्पी त पस्यो बाहिर निस्कन सकिने जो छैन त्यहाँ होइन, अरू व्यवस्था छैन, हरेक ऊ छ। हामी खुला दिशामुक्त भन्ने, तर चर्पीको अवस्था त्यस्तो छ, त्यो कुरा सुधार्नै पर्छ। अनि त्यस्तै गरिकन हाम्रो चाहिँ सुत्ने खाट आराम, दिनभरि त हामी थकान हुन्छ, काम गर्छ हेर्दा, सुत्ने खाट पनि आरामदायक खाटहरू हरेक घरहरूले बनाउनै पर्छ। त्यो बनाउने गरिकन हामी कल्चर डेभलप गरौँ क्या, यो त सामान्य कुरा हो नि। त्यसका साथसाथै नि हरेक गाउँ जाउँ, घर जाउँ, यहाँ तल्लो क्षेत्र त अलिकति सिडीमा उग्लने हुन्छ, हाम्रातिर हत्तेरिकाको त्यो गाह्रो छ क्या। लिस्नु सुधार गर्नै पर्छ। यदि लिस्नु सुधार गरेर कयौँको ज्यान गएको छ क्या। यसैले हामीले त्यो ध्यान दिनु। यस्ता कुराहरू हेर्दाखेरि सामान्य हो, तपाईँले सामान्य ठान्नु होला, तर गम्भीर कुरा यही हो। हाम्रो जीवनसँग जोडिएको कुरा यही हो नि। यसका सँगसँगै हाम्रो उत्पादनलाई मालगाडी आउँछन्, रित्ता गाडी फर्कन्छन्, त्यसलाई चाहिँ हामीले चाहिँ अर्ग्यानिक उत्पादनलाई बढाउने गरिकन हामीले कार्ययोजना बनाउनै पर्छ। त्यो कार्ययोजनाका साथ अगाडि बढ्यौँ भने नि हामीले अब तिनका एक ट्रक आयो भने हाम्रो होइन 25% मात्र पठाउँला क्या, तर औषधिको ट्याब्लेट जस्तो मोलमा, क्याप्सुलको मोलमा यी विकासहरू यी सामान्य जस्तो देखिने तर एकदमै गहिरा विकासहरू छन् नि। अब यो हुम्लाको विकासमा तपाईँले केन्द्रसँग जोड्नको लागि नि अब यी विकासहरू गर्नको लागि कस्तो मोडेल सरकारसँग पेश गर्नुहुन्छ तपाईले? मैले त्यही भएर हिमाली क्षेत्र विकास प्राधिकरण बनाउनु पर्छ भने क्या। हिमाली क्षेत्र विकास प्राधिकरण भने के हो? म तपाईँलाई यो 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 अहिले गफ लाग्यो होला भन्ने ठान्नु होला। म तपाईँलाई चाहिँ विगतको पनि सम्झाउन चाहन्छु। विगतमा म अहिले योभन्दा अगाडि मैले चर्चामा पनि गरिनँ, म चर्चामा पनि छलफलमा गरेँ। तपाईँहरूले सुन्नुभएको छ, जनआन्दोलन हुँदै थियो, अब कर्णालीको रूपान्तरण एजेन्डा के हुनसक्छ भनेर हामी 3 जना बसेका थियौँ। जुम्लाका नरेश भण्डारी, नेपालगञ्जको नरेन्जन पिटर र म। मलाई पहिला पिटर दाइले सोध्नुभयो, देवेनजी के गर्ने होला? मैले भने 3टा कुरा गरौँ। 3टा कुरा गरेपछि हुन्छ। के कुरा? कर्णाली करिडोर एउटा हो। दोस्रो चाहिँ त्योभन्दा अझ महत्त्वपूर्ण कुरा चाहिँ कर्णाली विकास आयोग बनाउनुपर्छ। त्यो संवैधानिक स्तरको हुनुपर्छ होइन, त्यसले सरकारलाई निर्देशन दिन्छ भन्ने कुरालाई। तेस्रो कुरा स्वास्थ्य विज्ञान प्रतिष्ठान हुनुपर्छ। भलै हामीले जे जति संरचना बनायौँ जुम्ला केन्द्रित हुन थाले र जुम्ला संयोगले पनि नरेश भण्डारी मान्य हुनुभयो होइन, संसद हुनुभयो, उहाँले टेबल गर्न पाउनुभयो। उहाँले चाहिँ अहिले स्वास्थ्य विज्ञान प्रतिष्ठानको कति चर्चा छ? त्यो चर्चा तपाईँले अहिले कर्णाली विकास आयोग बनेपछि त्यो चर्चा तपाईँले कहीँ फलानाले को अवधारणा भनेर भन्नुभएको छ? कसैको पनि आएन होइन। त्यो कुरा मैले पहिलोपटक बालुवाटारमा म कान्छो सदस्य डेलिगेट यो हुम्ला खाद्यान्न अभावलाई चाहिँ पुरा गर्नलाई एक किसिमको राहत पठाइदिनु पर्यो भनेर गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुन्थ्यो। त्यो प्रधानमन्त्री हुने बेला हामी गयौँ छलफल, कर्णालीकै नेता गयौँ हामी छलफल गर्दाखेरि सबैले खाद्यान्न अभाव भयो, हेलिकप्टर पठाउनु पर्यो। मैले भने म कान्छो सदस्य यसो बस्दै गर्दा लास्टमा परेको थिएँ, अरूले बोले, अनि म पछि अनि प्रधानमन्त्री यता हुनुहुन्थ्यो, अनि ठ्याक्क त्यसै आम्ने सामने भयो। अनि मैले म जुर्क उठेर भने सामान्य प्रधानमन्त्री एउटा कुरा भन्नु, के भन्नु? बसेर भन्नु, यदि हजुरले चाहिँ अहिले हेलिकप्टरको र चामलको मात्र कुरा, औषधि कुरा मात्र गर्नुहुन्छ, म चाहिँ चाहन्छु कि यो कुराभन्दा अतिरिक्त संवैधानिक स्तरको कर्णाली विकास आयोग बनाउनुहोस्, त्यसपछि मात्र सम्बोधन हुन्छ। किनभने नीति बन्छ, नेतृत्व त्यहीँको हुन्छ र त्यसपछि त सरकारलाई भन्ने आधार पनि हुन्छ भन्दा उहाँले मेरो हातमा हात राखेर भन्नुभयो, नाम के हो भनेर सोध्नुभयो। अनि त्यसपछि म दिपेन्द्र रोकाया भने के गर्नुहुन्छ? पत्रकारिता गर्छु। ए ठिक छ, यो राम्रो प्रस्ताव हो, यो अगाडि बढाउँ भन्नुभयो। यो अगाडि बढाउन म तयार छु, तपाईँलाई अगाडि आउनुहोस् भन्ने कुराहरू गर्नुभयो। यो आधारबाट हामीले होइन सोच दियो। त्यसपछि मैले यो इलामदेखि हुम्लासम्म हिँडेर आएँ, 60 दिन लाग्यो। त्यो हिँडेको चेतनाले मैले चाहिँ पछि तत्कालीन अर्थमन्त्री होइन डाक्टर बाबुराम भट्टराईसँग छलफल हुँदाखेरि उहाँले भन्नुभयो कि यो मैले छापमार लोक मार्ग पनि लेखेको छु नि, छापमार लोक मार्ग बनाऊ भने हो, उहाँले चाहिँ मध्य पहाडी गरौँ भनेर। किनभने तराई झर्ने जनशक्तिलाई यही पहाडमै देख्न सकिन्छ नि
भन्ने कुराहरू हामीले डाक्टर त्यस्तै गरेर हामीले हिमाली सडक क्या हिमाली पर्यटकीय सडकको अवधारणा बनाएको छौँ। यही रूपले चाहिँ मलाई के लाग्छ भने यो कामले र कर्णालीमा चाहिँ हामीले सोच 2100 राख्या हुनाले अब हामी अगाडि बढ्न हुम्लालाई नयाँ केन्द्रमा राख्न र कमसेकम मानसरोवर कैलाशको गेटवे हो नि त यो पर्वतीय सहर विकास आयोजना बन्नुपर्छ। डाक्टर हामी समयको पनि अन्तिम अन्तिम तपाईँले जीवनको धेरै समय अध्ययन लेखन र नीतिगत बहसमा बिताउनु राजनीतिमा तपाईँको अन्तिम लक्ष्य पद कि परिवर्तन? परिवर्तन हो। पद पनि अस्थायी यो चेयरमा अहिले म बसिएको छु नि यो चेयर भने अस्थायी हो। परिवर्तन हो। परिवर्तनका लागि त्यो पद आवश्यक छ। त्यसका लागि चाहिँ जनसमुदायलाई म चाहिँ आग्रह गर्छु तारामा मतदान गरेर तपाईँले एक दिनको चाहिँ परीक्षा हो भने मेरो 5 वर्षको परीक्षा 5 वर्ष परीक्षा लिन तपाईँ तयार हुनुहुन्न? मलाई लाग्छ आदरणीय हुम्लाका दाजुभाइ दिदीबहिनीहरू बुवा आमाहरू सबैजना गुप्त नारायण त प्रकट भएर मलाई चाहिँ कमसेकम थापना दिँदै हुनुहुन्छ भने तपाईँहरू जिउँदो नारायण हो नि जिउँदो भगवान् हो न्यायाधीश हो। त्यसो भए तपाईँहरूले सेवा गर्ने अवसर दिनुहुन्न? मलाई लाग्छ जित्नु भयो भने तपाईँका प्राथमिकता के छोटकरीमा जस्तो संरचना कि अर्थतन्त्र कि मानव पुँजी? सबै होलिस्टिक एप्रोचमा काम हुन्छ। होलिस्टिक एप्रोच भने समग्र योजना क्या मैले मानव केन्द्रित विकास भने नि प्रकृति केन्द्रित विकास पनि गर्नुपर्छ मानव केन्द्रित विकास पनि गर्नुपर्छ। त्यसैले मैले हिमाली क्षेत्र विकास प्राधिकरण भने बुझ्नुभयो नि हामीले प्रकृतिलाई चाहिँ जिउँदो राख्न सक्यौँ र मान्छेलाई जिउँदो राख्न सक्यौँ भने नि यो प्रकृति मानव सम्बन्ध अथाह छ क्या। त्यसैले यी सम्बन्धलाई हामीले गाढा बनाएर राम्रो ढङ्गले अगाडि सार्न सक्यौँ भने नि हाम्रा हरेक पिपुल विगतका दिनहरूमा त्यो जस्तो क्या एकै घरको सन्तान चाहिँ घर पनि बस्थ्यो राज्यको पनि हुन्थ्यो व्यापारी पनि हुन्थ्यो कर उठाएर राजस्व बढाउँथ्यो भने त्यस्तो गर्न हामीले किन सक्छौँ? अहिले त्यसैले गर्दाखेरि हामीले लोकसेवाको पनि अगाडि बढायौँ अरू काम पनि गऱ्यौँ। ती काम गरेका कुरा थ्योराइज मात्र हो। अब व्यावहारिक रूपमा चाहिँ लिन नीतिगत रूपमा लिएका निर्णयहरू कार्यान्वयनमा लिन ऐन बन्नुपर्छ अनि कार्यविधि बन्नुपर्छ होइन नियमावली बन्नुपर्छ। यी कुराहरू गर्दै गर्दै गएपछि पो बल्ल संरचना अर्को कुरा नि अब यो बसाइसराई पनि नि बसाइसराई पुरै हुम्लेहरू अब अहिले तपाईँलाई मतदाता ल्याउन धौधौ भइरहेछ भनेपछि यो बसाइसराई रोक्न तपाईँ जितिसकेपछि यो तपाईँको योजना के छ? हामीले बस्ती विकासको अवधारणा अगाडि बढाएका छौँ र बस्ती विकासमा प्रत्येक सिमिकोटलाई पर्वतीय सहर र अरू पालिका केन्द्रहरूलाई चाहिँ साना सहरको रूपमा विकास गर्ने र केही गाउँ हामीले चाहिँ बस्ती विकास गऱ्यौँ एकीकृत बस्ती विकास गऱ्यौँ भने रियल मैले भनिहालेँ नि त 1200 घरधुरीलाई हामीले व्यवस्थापन गर्न सक्दैनौँ। ती घरधुरीलाई रोजगारीको ग्यारेन्टी गर्न सक्दैन। नयाँ परियोजनाहरू डेभलप गर्ने मैले हिमाली परियोजना होइन यो प्राधिकरण त्यत्तिकै भने होइन त्यो सोचका साथ भने र त्यो सोच हामीले चाहिँ विश्वभरि देखेका एप्रोचहरू र गरिबी घटाउने र चाहिँ जीवनस्तर क्या वास्तविक बढाउने गरिकन अगाडि बढ्न सक्यौँ भने हाम्रा नै शिक्षा स्वास्थ्य र आयु सुधार्न हामीलाई चाहिँ महाभारत लाग्दैन। हामी यति एबुल छौँ यति क्षमतावान हुनेवाला छौँ र यो त भाग्यमानी ठाउँ हो पनि होइन यो त यति गर्वको ठाउँ हो र ऐतिहासिक ठाउँ हो। यहाँको पहिचान विगतको पहिचान नै सेल गर्दा पनि पुग्छ। त्यसैले हरेक गाउँ-ठाउँको कथा निर्माण गर्नुपर्छ र हामीले धुवा नआउने उद्योग सिर्जना गरेर हामीले यो सेल गर्न सक्यौँ भने संसारकै गन्तव्य कर्णाली हो र कर्णालीको पनि हुम्ला हो। मैले तपाईँले भने नि हिजो मैले सम्बोधन गर्दा भने यो त किराँती सभ्यताको केन्द्र किराँतीहरू पूर्वका किराँतीहरू अब यहाँ ध्यानाकर्षण हुन्छ। त्यो कसरी हुन्छ? तपाईँको यहाँ राईडुङ्गो छ देवानडुङ्गो छ माथि थुम पनि छ त्यो राधेमा थुम भनेको जिल्ला हो थाहा छ केन्द्र हो त्यति बेला यस्तो छ। यसैले गर्दाखेरि यी कुराहरूलाई हामीले नयाँ ढङ्गले उत्खनन गर्न सकेनौँ। पछिल्लो समय राजनीतिमा बौद्धिकता हरायो नैतिकता हरायो भन्ने आरोप लागिरहेको छ। यसलाई तपाईँ फरक साबित कसरी गर्नुहुन्छ? तपाईँले हाम्रो जीवन हेर्नुहोस् र हाम्रो व्यवहार हेर्नुहोस् र कार्यव्यवहार हेरेपछि परीक्षा लिनुहोस् अनि त्यसपछि मात्र भन्न सक्नुहुन्छ। त्यसैले मैले अहिले मेरो मुखले धेरै के भनौँ होइन जस्तो गरी जान्नुपर्ने छ गरी देखाउनु पर्ने छ गरी देखाउँदै आएको छु र गरी देखाउने पनि। जस्तो पछिल्लो समय एकदम छोटकरीमा अब पछिल्लो समय अब राजनीतिमा आउनुभयो लामो समय पत्रकारिता पेसामा हुनुहुन्छ अब यो सम्बन्धी पनि थोरै अब तपाईँलाई कुरा गरिहालौँ। राजनीति र यो सञ्चार क्षेत्रको सम्बन्ध कस्तो हुनुपर्छ कि कस्तो देख्नुहुन्छ अहिले? सम्बन्ध नजिकको हुनुपर्छ नजिकको गाढा सम्बन्ध हुनुपर्छ र अझ साँच्चै भने सोचहरू
लाइभ सोजहरूलाई सबैका पुर्याउने सञ्चार माध्यम हो। सञ्चार माध्यम यो सञ्चार फ्रेन्डली हुन सकिएन भने रियलमा आफ्ना सोचमै परिणत रहन्छन्। ती रहन नदिनका लागि सञ्चार क्षेत्रसँग सहकार्य गर्नुपर्छ भन्ने लाग्छ र हिजो हामीले त्यही सोच्दैथ्यौँ, आज पनि म त्यही सोच्छु। र अझ साँचो रूपले सञ्चार क्षेत्रको एउटा कुरा के हो भने नि विषय क्षमता अप गर्नै पर्ने हुन्छ। राजनीतिक नेतृत्वले पनि त्यो ढङ्गले चाहिँ बुझ्नै पर्ने हुन्छ। र यहाँ त बुझाइको कमी के छ भने नि एकले अर्कालाई चाहिँ आरोप लगाएर मात्र पन्छेने, कोही पनि दुधले नुहाएका हुँदैनन्। त्यसो भएकोले त्योबाट चाहिँ जोगिन र एकदम फ्रेन्डली रूपले चाहिँ समाज परिवर्तनका ध्येयमा जाने हो र आवाजविहीनहरूको आवाज बन्ने हो भने हरेकले क्वेसन गर्न सक्नुपर्छ। हरेकले चाहिँ नयाँ सिर्जना गर्न पछिल्लो समय नै यो राजनीतिले सञ्चारलाई प्रयोग गरिरहेको देख्नुहुन्छ कि सञ्चारले राजनीतिलाई नियन्त्रण गरिरहेको देख्नुहुन्छ? यो त हो, तपाईँले एकदम महत्त्वपूर्ण कुरा होइन। अहिले प्रतिक्रियाको मात्र राजनीति छ, वैचारिक राजनीति भएको छैन। वैचारिक काम नहुनु र वैचारिक काम नहुनुले गर्दाखेरि अहिले साँचो रूपले चाहिँ यस्ता कार्ययोजनाहरू, विकासका बहसहरू नयाँ ढङ्गले चाहिँ होइन प्रतिबद्धतामा र नयाँ लगानी मैत्री वातावरणमा नयाँ चाहिँ रोजगारी सिर्जना गर्नेमा हुँदैनन्। मैले हिजो भने नि हामी यहाँ एकैचोटि लखपति बनाउन सक्ने आधार छ। लखपति सँगसँगै मैले भने कि रोजगारीको सिर्जना गर्ने ग्यारेन्टी निजी क्षेत्रले प्रयोग नगरिकन हुँदैन। हामीले युवाहरूलाई सिप नदिकन हुँदैन। सिप नदिने, सर्टिफिकेट मात्र दिने गरेर हुन्छ? सर्टिफिकेट पनि 12 फेल फिल्म हेर्नु न, हाम्रा कस्तो हालतका विद्यार्थीहरू उत्पादन गरिरहेका छौँ। त्यो हामीले बुझ्दै कि नबुझ्ने। गुणस्तरीय शिक्षामा जोड नदिकन हामीले रियलमा हाम्रो मानव पुँजी डेभलप हुँदैन। संसारमा घुम्न जाने र त्यहाँ चाहिँ कमसेकम अरू कामलाई होइन प्राविधिक रूपमा होस् अथवा चाहिँ एकाडेमिक रूपले होस् हामीले अरूलाई चाहिँ माथ लाउने गरिकन हाम्रो मेन पावर पठाउन सक्यौँ भने बल्ल हाम्रो इज्जत बढ्छ। नत्र भने त लेबरको रूपमा हुन्छ नि। लेबरले कहीँ इज्जत पाएछ, श्रमजीवी हो बिचारा हो, तर लेबरले इज्जत पाएको छैन, होइन र? यस्तो स्थितिमा श्रमजीवी भए पनि उसलाई, लेबरै भए पनि उसलाई इज्जत दिने आधार हामीले यहाँबाट सिर्जना गर्नुपर्छ। कर्णालीमा अरूले आइकन काम गर्ने वातावरण बनाउने गरिकन जाउँ न, हुम्लामा त्यो वातावरण तयार गरौँ न। म त त्यही चाहन्छु। र त्यसैले मैले हिमाली क्षेत्र विकास प्राधिकरण बनाऊँ र यहाँको संरचनामा ल्याउँ भन्ने कुरा हो। यही आधार बनायौँ भने नि हामीले जुगलाई बदल्न सक्छौँ। यो पद भन्ने कुरा, प्रतिष्ठा भन्ने सहायक कुरा हो। मैले तपाईँलाई म आफ्नो व्यक्तिगत जिन्दगीको कुराहरू, म पार्टीको केन्द्रीय सदस्य लामोसँग भइनँ। किन भएन थाहा छ? वैचारिक काम नगर्ने पार्टी यत्रो लामबद्ध हुने कुरामा नगर्नुहोस्, मलाई नलिनुहोस् भने अरू साथीहरूले लिनु। मैले हात जोडेँ मेरो पार्टी अध्यक्षलाई। तर अहिले किन उ गरिस् भन्नु होला? अहिले त छ त भन्नु। अहिले संरचनागत रूपले चाहिँ मिलान गर्ने कुरामा कमसेकम कतिपय कुराहरू छलफलका विषयहरू हुँदा रहेछन्। त्यस हिसाबले म चाहिँ सिसिएम ल ठिकै छ त भन्नेमा पुगेको हुँ। थ्याङ्क यू सो मच महत्त्वपूर्ण समयको लागि। ओके, थ्याङ्क यू। मेरो विचार राख्ने अवसर दिनुभयो र कमसेकम हुम्लालाई तारामय बनाउन तपाईँहरूको चाहिँ योगदान हुनेछ भन्ने मैले विश्वास लिएको छु। र कमसेकम हुम्लाबाट तपाईँहरूले चाहिँ मलाई चाहिँ जित्ने आधार बनाइदिनु भयो। तपाईँहरूको सञ्चार माध्यमबाट सहयोग गरिदिनु भयो भने कमसेकम हुम्लाले सम्मानका साथ होइन गर्वका साथ देशभर विदेशमा पनि हुम्ला भनेर चाहिँ शिर उच्च राख्ने आधार बन्नेछ भन्ने मैले विश्वास लिएको छु। त्यही आधारमा मलाई जिम्मेवारी दिनका लागि आम हुम्ली जनसमुदायलाई चाहिँ न्यायाधीशज्यूहरूलाई होइन कमसेकम तपाईँ चाहिँ जिउँदा नारायणहरूलाई मैले अनुरोध गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, तपाईँहरूले छाग होइन जुग हेरिदिनुहोस्। मैले चाहिँ गर्ने सेवा, मैले 5 वर्ष जुन ढङ्गले चाहिँ सेवा गर्ने सङ्कल्प लिएको छु, विश्वास गरेको छु र प्रतिबद्ध गरेको छु, त्यो प्रतिबद्धता म पुरा गरी छोड्छु। मेरो चाहिँ यो हिम्मतलाई चाहिँ तपाईँले एकपटक मलाई चाहिँ साथ दिन म अनुरोध गर्छु। धन्यवाद।